पहिलो झट्का 4 रन 1 विकेट। अहिलेसम्मको रेकर्ड र तपाईँको आजको खेलको 7 ओभरमा 27 रन। चौका अरे तुषार दसपुरियाको बलमा छक्का हान्दै आरामले भिडियो देखाउनको लागि कोसिस। ओ माई गॉड 6 ला जितका लागि 7 बलमा 1 रन। ओ माई गॉड ल 1 रन छ है। अब के गर्छन् चौका या छक्का? ओहो चौका जिते। नमस्कार। आज 1 र 5 को सेमी फाइनल आज आयोजक टिमको यहाँ क्रिकेट गेम भइरहेको छ। प्लिज हेर्न सक्नुहुन्छ। यहाँदेखि सुरु गर्न गइरहेको छु। गोविन्दपुर गाउँमा भनेको ग्राउन्डमा छ र पहिले पनि म यस ग्राउन्डको भिडियो मैले लिएको छु। हेर्न सक्नुहुन्छ अहिले पनि मेरो युट्युब च्यानलमा। यहाँ हेर्नुहोस् बाइकहरू कति छ, साना भाइहरू यहाँ छोट पर्छ। यहाँ तातो आलु चप प्याजी र उता यो रहेछ। अब प्रथम महिला भलिबल खेलको मैले भिडियो तपाईँलाई देखाएको छु। प्लिज अझै पनि हेर्न मिल्छ। यहाँ 1 र 5 आज फाइनल हो क्रिकेटको र तमाई नगरपालिका 1 भर्सेस 5 भनेको आयोजक टिम गोविन्दपुर। हाम्रो सरजी हुनुहुन्छ यहाँ चाहिँ। नमस्कार सरजी। र छक्का र चौकाको बर्सात हेर्न तपाईँलाई म देखाउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ यहाँ गरिरहेको छ र यहाँ हेर्न सक्नुहुन्छ म युट्युब च्यानल र त्यसैगरी भजहरिजी फेसबुक त्यसैगरी युट्युब च्यानलमा हाम्रो आजको खेल भरपुर हेरिदिनु होला र च्यानललाई लाइक सब्स्क्राइब पनि गरिदिनु न विशेष अनुरोध गर्न चाहन्छु। र सम्भवतः खेल हामी युट्युबमा देखाउने छौँ र तपाईहरुले पनि व्यक्तिगत रूपमा त्यो भिडियो अपलोड गर्न चाहनुहुन्छ भने खेलको हाम्रो वाइफाई पासवर्ड रहेको छ 4 वटा 1 र 4 वटा 2। उक्त पासवर्ड हालेर तपाईहरुले फेसबुक त्यसैगरी व्हाट्सएप युट्युबमा भिडियो पोस्ट गर्न सक्नुहुनेछ। र विशेष धन्यवाद हामी दिन चाहन्छौँ हामीलाई आजको दिन। अहिले चाहिँ सुरुवातमा कुरा छ र तमाई नगरपालिका वडा नम्बर 5 आयोजक टिम आउनु भएको छ ब्याट्स लिएर। हेर्न सक्नुहुन्छ। आभार व्यक्त गर्न चाहन्छौँ। सुरुवात स्ट्राइकमा को हुनुहुन्छ? रूपमा दिलीप माझी र उलाई सरी र तपाईँ 1 है। म चाहिँ भन्न चाहन्छु अघि भने 5 हुनुहुन्थ्यो 1 बाट आउनु भएको छ र तपाईँ 1 कल्याणपुर र फिल्डरमा हुनुहुन्छ र तपाईँ 5 गोविन्दपुर आयोजक टिम र एनाउन्स गर्दै हुनुहुन्छ कुमार पौडेल जो उहाँबाट। म तपाईँलाई ती नजिकै गएर देखाउन चाहन्छु। जुम गरेर पनि ओ माई गॉड 20,000 ट्रफी मेडल पनि। सेकेन्डलाई 10,000। तपाईँलाई म देखाउन चाहन्छु मेडल ट्रफीहरू के रहेछ हेरौँ है। हेर न मात्रै आइभनको बाउ। र अब यो फाइनल खेल सुरु भइसकेको छ। पहिलो बल डट बलबाट सुरुवात गरेका छन्। निकै राम्रो बलिङ वडा नम्बर 5 को दृष्टिकोणले हेर्ने हो भने उदय ताजपुरिया
माफ गर्नुहोला प्रदीप ताजपुरिया रहेका छन् यहाँ बलर यहाँ चाहिँ रहेको छ रेकर्ड हो पुनः सर्ट पिच बल खेल्न चाहन्थे लिभ गर्न पुगेका छन् यहाँ र अडियन्स हेराउन चाहन्छु म चाहिँ हेर्नुहोस् आफूले सक्नु पर्यो खेल्न पुनः डट बल ब्याक टु ब्याक डट बल राख्न सफल भइरहेका छन् यहाँ प्रदीप ताजपुरिया र अडियन्स उता पनि रहेछ हेर्नुहोस् महिला भलिबल फाइनल खेल रहनेछ वडा नम्बर 9 विरुद्ध वडा नम्बर 5 ओ पुनः डट बल ब्याक टु ब्याक डट बल राख्न सफल भइरहेका छन् यहाँ प्रदीप ताजपुरिया पछितिर फिल्डिङको निर्णय लिएको छ यहाँ वडा नम्बर 5 ले भने ब्याटिङको निम्ति पाएको छ वडा नम्बर 1 ले आउट आउट ओ माई गॉड निकै खराब फिल्डिङ वडा नम्बर 5 को तर्फबाट फर्स्ट अहिले पुरा ब्याड लक है अहिले पुरा इजी क्याच थियो पुरा सिम्पल इजी क्याच छोड्नु भएछ 5 ले निकै खराब फिल्डिङ यहाँ तुषार ताजपुरिया रहेका थिए पहिलो ओभरको समाप्तिसँगै वडा नम्बर 1 ओभरको समाप्तिमा 1 रन बिना कुनै नोक्सानमा थियो अनि वडा नम्बर 5 ले वडा नम्बर 6 लाई पराजित गर्दै आफ्नो स्थान फाइनलसम्म बनाउन सफल भएको थियो र बलिङमा ब्रिजेश घिमिरे टिम क्याप्टेन स्वयं आएका छन् आफ्नो स्पिलको व्यक्तिगत पहिलो तथा टिमका लागि र चारैतिर जे होस् अडियन्सहरू हुनुहुन्छ चारैतिर गार्ड पनि बस्नुपर्छ कता छक्का चौका कता देखिने हो त्यो पुरै जानकारी गराउनुपर्छ किनभने आयोजक टिमले गर्न नै पर्छ त्यो चाहिँ र आदरणीय कमल मगरज्यूको तर्फबाट प्रत्येक छक्का बराबर 200 रुपैयाँको पुरस्कार रहेको जानकारी गराउन चाहन्छौँ आएको छ ल है सब्स्क्राइब गर्छु न एकदम गर्नु है ओ माई गॉड स्ट्रोक त्यहाँ माझी हातबाट चिसो छ मौसम र जुन किसिमको बाउन्सको बलमा अपेक्षा गरिरहेका छन् ब्याट्सम्यान सोनुरूप एक्टिभ हुनुहुन्छ उछाल भने र यहाँ भाइहरू यहाँ परालमा मजाले बसिरहेको छ ओ माई गॉड ल ठिक छ है हेलो पुरै गाड है यो ओ वाइट र दिशाहीन बल वाइड बल उहाँहरू 1 रन अतिरिक्त वडा नम्बर 1 को खातामा दोस्रो ओभर प्रगतिमा 2 रन बिना कुनै नोक्सानमा वडा नम्बर 1 यता हाम्रो अर्को सरहरू पनि हुनुहुन्छ है यहाँ चाहिँ अडियन्सको रूपमा हो लामो सर्ट खेल्न चाहन्थे डट बल विकेट किपर मोहम्मद हनिफ रहेका थिए त्यहाँ यहाँ चाहिँ अझै सानो भाइहरू पनि छन् खेल्ने र हेर्नुहोस् अडियन्स ओ माई गड निकै छन्
easy. बल लिन चाहन्छन् निकै नै खराब Oh my god. That नो भन्न त्यहाँ हातमा गएको नो 2 रन भनेको पुगेको छ त्यहाँ निकै नै खराब फिल्डिङ यहाँ उडाउनु क्याचको तर्फबाट इसार 5 पुर्या आजको खेलमा दोस्रो चटक उनीबाट मिस्टेक हुन पुगेको छ तालमेलमा कमी भएको थियो oh अझै पनि तालमेलको कमी हामी देखिरहेका छौँ मैदानको बीच भागमा ब्याट्सम्यानहरू बीच पहिलो झट्का यहाँ र दोस्रो पहिलो झट्का। समाप्तिसँगै बढ्दै स्कोर 4 रन 1 विकेट हेर्न सक्नुहुन्छ दोस्रो तथा टिमका लागि तेस्रो रतमाई नगरपालिका 1 लाई 1 झट्का लागेको छ 4 रन मात्रै हो 2 ओभर अहिले तेस्रो ओभरमा सुरु लामो शट खेल्थे क्रिज लागेको थियो त्यहाँ जबसम्म बल किपरको ग्लभमा पुग्थ्यो तबसम्म बल ड्रप हुन पुगिसक्यो अहिलेसम्म 5 ले पनि लेउ खाता खोलिसकेको छ विकेटको लागि तेस्रो ओभरको दोस्रो बलमा के गर्छ दुई विकेट तेस्रो ओभर हेर्न सक्नुहुन्छ 2 विकेट तेस्रो ओभर भएको छ अहिले रतमाईलाई 1 लाई 2 विकेट पुरै झट्का लागेको छ अहिले फेरि तेस्रो ओभरमा हेरौँ अहिले के हुन्छ फेरि तेस्रो बल ओ यार आउट झन्डै पुनः यहाँ र उहाँहरूलाई खानालाई सम्मान गरिदिनुमा म विशेष अनुरोध गर्न चाहन्छु चौथो ओभर 5 भनेको 15 फ्ल्याटले बल गर्दैछन् स्ट्रोक एकदम दामी रहेछ निकै राम्रो बल निकै राम्रो स्ट्रोक क्याप्टेन भर्सेस क्याप्टेन छ हालसम्म उक्त निर्णय बलिङ तेस्रो विकेट गइसकेको छ रतमाई नगर 1 को हेर्न सक्नुहुन्छ तेस्रो ओभर चौथो ओभर 11 12 13 कति होला आउँछ यहाँ अडियन्सहरू हुनुहुन्छ होइन रेकर्ड मात्रै भइरहेछ नेटले ओ माई गॉड इंस्टाग्राम बॉलिंग है बॉलर चार विकेट गइसकेको छ आउँदैछन् स्ट्राइकमा फेरि सावन राजवंशी निकै अप्ठ्यारो भएको होला अहिले चाहिँ रतमाई नगरपालिका वडा नम्बर 1 लाई एक टिमलाई हैन 4 विकेट 4 ओभर हुँदैछ यो चाहिँ निकै अप्ठ्यारो कुरा हो स्ट्राइकको मा राम्ररी बसिदिनु पर्ने हुन्छ ओभर जोगाउनको लागि र स्ट्राइक विकेट जोगाउनको लागि ओभर टर्नै छ विकेट माइनस भइरहेछ र यसपछि 4 ओभरको समाप्तिसँगै बढ्दो स्कोर 11 रन अतिथि कन्हैयालाल राजवंशीज्यूलाई हार्दिक अनुरोध गर्दछु
यो 5औं ओभर 5औं ओभरको के हुन्छ हेरौँ ल। उपस्थित भइदिनु होला। वाइड बल स्ट्राइकमा लामो शट खेल्न चाहन्थे, ब्याटमा बल कुनै कनेक्सन रहेन, तसर्थ बाँकी चाहौँ किपरले पुरा गर्दै खेलको अन्त्यसँगै रहनेछ। कति बल पुल गर्न चाहन्थे, ग्यापमा छ बल, तसर्थ के लिन सफल। नो बलको इसारा अम्पायरले दिएका छन्। वडाङले एकले फाइनल खेलमा पहिलो फ्री हिट प्राप्त गरेका छन्। उनी निकै लामो शट हावामा खेलिदिएका छन्। ओ माई गॉड, फ्री हिट बल रहेको निकै राम्रो क्याच त्यहाँ लिन सफल भएका थिए फिल्डर विजय सिंहले। त्यसै गरी 6 बलिङ छ है, बलिङ छ है, बलिङ। राम्रो कमब्याक यहाँ। तुषार दासपुरियाको पुरै राम्रो बल रह, यो पनि राम्रै बल छ, एकदम राम्रो बल। लामो शट खेल्न चाहन्थे, एकदम दामी बल छ है। यसमा 1 रन सफल। फेरि अर्को बलमा के गर्छन् कुशल दासपुरिया, एकदम दामी स्ट्रोक पनि छ, बल पनि उत्ति नै राम्रो। ओभर र यसबीच 6 ओभरको समाप्ति र 5 ओभर सकेर 25 रन आएको छ अहिले। ओभर नम्बर 1 क्षति छ 4। आफ्नो व्यक्तिगत आउट 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 आउट। ओ माई गॉड, हावामा थियो बल, सम्भावना रहन सक्यो क्याचको। या पक्किन चाहन्थे, ब्याक बल खेलिरहेका छन् यहाँ। ओ एम्पायरद्वारा के भएछ त्यहाँ। आयोजक टिमको तर्फबाट एक रन र लुपाइसो। ओ आठौँ ओभरमा एम्पायरद्वारा वाइट फर्स्ट 8औँ ओभरको फर्स्ट बल। दोस्रो बलमा के हुन्छ, दोस्रो बलको वाउ डट बल। हाम्रा अम्पायर अनिल अधिकारी त्यसरी उनलाई साथ दिइरहेका छन्। विदोता सूर्यले वाइट, लामो वाइट छ। अहिलेसम्मको रेकर्ड र तपाईँको आजको खेलको 7 ओभरमा 27 रन ओभर रेकर्ड छ। यो चाहिँ 1 नम्बरलाई निकै भारी नै भारी परिएको छ अहिले। प्लिज सब्सक्राइब गर्नुभएको छ भने प्लिज सब्सक्राइब गर्नुहोला र कमेन्टमा प्लिज लेखिदिनु होला कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। के भने डट बल। ओ र निकै नै खराब चौका रन।
निकै राम्रो सर्ट चाहिँ खेलाडी चेन्ज गरिएको छ यो के भन्छ यसको चाहिँ खुट्टा मर्केर वाइट वाइट बल एक अतिरिक्त रन वडा नम्बर अरे बाप रे निकै राम्रो खतरनाक फिल्ड खतरनाक यहाँ चाहिँ फिल्डर रहेका क्ल्याप 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 र राम्रो कमब्याक यहाँ प्रदीप तासपुरियाले बल ओ माई गड निकै राम्रो वाइट र वाइट बल पैसा तिन बलमा के भएछ भने आजको दिनको दोस्रो फाइनल खेल महिला भलिबल अन्तर्गत वडा नम्बर 5 विरुद्ध सुन्नु हुँदैछ वडा नम्बर यसपछि फेरि खेल हुन्छ महिला भलिबल खेल दोस्रो यसपालिको पहिलेको मैले गेम र यसैबीच अपलोड गरिसकेको छु भिडियो आइसकेको छ युट्युबमा हेर्न सक्नुहुन्छ र दोस्रो पनि यसपालि फेरि हुन्छ महिला भलिबल गेम भनेको रतनबाई नगरपालिका वडा नम्बर अति बल 5मा पहिलोपल्ट भएको थियो भने यसपालि दोस्रो पल्ट भइरहेको छ त्यो पनि जानकारी गराउँदै म सिधै तपाईँलाई क्रिकेटको पुरै प्रसारण देखाउने रहेको छु प्लिज हेर्दै गर्नुहोला नछोड्नुहोला यो चिसो चिसो मौसममा हावा चलिरहेको छ बलिङ 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 ब्याक टु ब्याक बल यति राम्रो छ उहाँको निकै राम्रो बल बलै देखिएन रे भन्नु छ फिल्डर ब्याट्सम्यान्सले ओ माई गड कहाँ कताबाट गयो थाहै हुँदैन ब्याट्सम्यानलाई ओ बलिङ 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 सुनिल सहनी निकै राम्रो थ्री बल भइसकेको थियो भनेको थर्ड बल भइसकेको छ कति राम्रो डट बल बनाएको रहेछ यो बल पनि कति राम्रो हुन्छ होला हेरौँ ओ माई गड यो पनि बल दामी नै दामी तर एक रन ल्याउन पनि सफल भएन यहाँ कुनै अन्तिम ओभर सेकेन्ड हाफ राउन्ड भन्छु नि ओ र 10 ओभरको समाप्ति समाप्ति समय रहनेछ र त्यसपछि फेरि म देखाउन चाहन्छु अहिले चाहिँ ब्रेक हुन्छ लन्च हुन्छ यहाँ ल्याइसक्नु भयो चाहिँ हेर्नुहोस् पानीहरू प्लिज हेर्दै गर्नु होला राम्ररी सुरु भइसकेको छ 11 ओभरको फर्स्ट वाउ 6 त भएन चौका पनि भएन चौका विराट कुलाल वाइट बल को इशारा एक अतिरिक्त रन तथा 1 बाउंड आउट 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 कतिले बचेको छ टेबल भराइदिरहेका फिल्डर दिशाहीन बल वाइड बल एक रन 50 रन पुरा भएछ अहिले बल्ल बल्ल 50 रन 12 ओभरमा निकै राम्रो सर्ट जहाँ ओ एक रन भने लिनेछन्
ओए 6 समस्या प्रहार गरेका छन् 6 6 6 6 वाइड बल एक अतिरिक्त रन राजवंशी ओ माय गॉड लामो 6 रनको लागि वाउ र निकै राम्रो शट पुरा 1 रनको लागि 13 ओभरको समाप्तिमा 66 रन 6 रन मात्रै भएको रहेको छ एक वडाले तेस्रो एकको खेलाडीहरू निकै कमर भएको रहेछ यसमा प्रथमै 5 लाई निकै हौसलापूर्वक भइरहेको छ खेलाडीहरूको अहिले हेर्नुहोस् यता जाउँ कि उता जाउँ मिलाइ कति क्रम मिलाइरहेको छ फिल्डिङ पुरा टाइट छ रन निकै कम छ अहिले टिम ओभर तथा टिमका लागि 13 ओभर बल लिएर अब हेरौँ त 13 ओभरमा समाप्तिमा यस्तो रहेछ यो ओभरको के हुन्छ फिल्ड पुरा मिलाउँदै कुशल तासपुरिया सेम लाइन एम्पायरलाई भन्दै अगाडि बढ्दै बल हेरौँ ओ डट बल 13 ओभरको दोस्रो बल हेर्दै कतिको राम्रो हुन्छ ओ वाइट बल एम्पायरले इसारा गर्नुभन्दा पहिला नै वाइट बल मैले दिएको छु प्लिज कमेन्ट गर्नु होला तेस्रो बल ओ एकदम डट बल चौथो बल ओ आ आ छोटो झट्का लाग्न पुगेको छ रावत राजवंशीको रूपमा वाउ विकास यादव फर्स्ट खाता खोल्नु भएछ र यसैबीच 1 रन लिन पनि सफल भएका छन् ट्राई गरिदिएका छन् 1 रन पनि लिनेछ लामो शट खेल्न चाहे 13 ओभरको ओभर समाप्तिमा 69 रन भएको छ अहिले प्रथममा 1 का खेलाडीहरू र 14 ओभरमा हेरौँ कस्तो हुन्छ र 14 ओभरको फर्स्ट बल कसले गर्ने हो 13 ओभरको समाप्ति सुरु भइसकेको छ ओ सुनिल सोहनीले डट बल गरेको छ दोस्रो बल हेरौँ के हुँदो रहेछ डट बल यो पनि सेम लाइन है सोहनीलाई बल आफ्नो टिमका लागि 14 ओभरको समाप्तिमा 70 रन जानकारी गराउन चाहन्छौँ यस टुर्नामेन्ट अन्तर्गत पहिले ब्याटिङ गर्ने टिम जो सर्वाधिक लो स्कोर 76 रन आज टिमले बनाएको थियो र त्यो ठाउँ पुगेको छ वडा नम्बर 1 को टिम छक्का लामो शट खेलिएका तुषार तासपुरियाको बललाई छक्का हान्दै यो पनि बल हेर्नु के हुन्छ आरामले आउट तुषार नै आउट गरेछ को चान्स रहेको थियो
खेल समाप्ति भएछ। 15 ओभरमा 8 विकेट 15 ओभरमा 8 ओभरमा 78 79 को टार्गेट। फेरि पुनः खेल्ने जोड्ने छु, प्लिज हेर्दै गर्नुहोला, सब्सक्राइब प्लिज सब्सक्राइब गर्नुहोला। अब फेरि पुनः जोड्ने नै छु, प्लिज लाइक गर्नुहोला, धैर्य रूपले प्लिज हेर्नुहोला। मेहर सरजी पनि उपस्थित हुनुभएको छ, आफ्नो आसन ग्रहण पनि गरिसक्नु भएको छ। म आफै स्वयं गरिरहेको छु उहाँलाई। र यहाँ चाहिँ मेडलहरू हेर्नुहोस्, ट्रफीहरू हेर्न सक्नुहुन्छ। अरू सदस्यगणहरू पनि हुनुहुन्छ उहाँ चाहिँ अहिले। का लागि त्यसै गरी वडा नम्बर 5 का सम्पूर्ण खेलाडीहरूलाई तयारी गर्न विशेष अनुरोध गर्न चाहन्छु। दर्शक हेर्नु, दर्शक र बाइक भने आफ्नो स्पिलको अन्तिम ओभर लिएर प्रमिस पौडेल पनि सामना गर्ने मानबहादुर तामाङ। 24 रनको स्कोर व्यक्तिगत बनाएर खेलिरहेका छन् मानबहादुर तामाङ। रमाइलो हो यो हल्का एक रन हेलो प्रमाणित है। राम्रो शट यहाँ 1 रन लिन सफल भएका थिए। दिलीप माझीको हातमा रहेको त्यो बल आउट 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 तामाङजी आउट भयो। र म तपाईँलाई देखाउन गइरहेको छु। अब अलिकति म गुम्सु मौसममा तपाईँलाई यो जाडो मौसममा यहाँ हेर्नुहोस् सक्नुहुन्छ। यहाँ मेरो पछाडि यहाँ हेर्नुहोस् कति मजाले बसिराख्नु भएको छ। बिग फ्यान अरे हो माई गड। ल ठिक छ, एकदम मजाले सुतेर हेर्नु भएको छ। समय भएको छ ड्रिङ्क्सको कृपया खेलाडीहरूको लागि मैदानमा पानी उपलब्ध चारैतिर दर्शक हेर्नु भएको छ। 10 ओभरको समाप्तिसँगै बढ्दो स्कोर 53 रन। 4 विकेटको नोक्सानमा वडा नम्बर 5 बलर नवीन चौधरी बलिङ क्रममा Oh my! Catch it! Oh! Catch भएन। सुन्नु त स्ट्राइकमा तुषार ताजपुरिया। तुषार ओ माई गड ग्रास एक रन
सफल ढाडो पनि उत्तिकै बढिरहेको छ हावा चलेर सिरी 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 तपाईलाई यो हावामा पुरा भिडियो देखाउनको लागि कोसिस ओ माय गॉड 6 ओ चौका ओहो ठीक छ एकदम फिल्डिङ टाइट बाउन्स बल 1 बाउन्स एम्पायरद्वारा पनि हो ओ चौका झन्डै भएन चौका ल यी भाइहरुले पनि यहाँ सर्च गरेर मेरो भिडियो हेर्नको लागि प्लिज दिँदैछन् यहाँ अझै पनि हेर्नुहुन्छ यहाँ गोइठामा आम्म कस्तो डेन्जर ओ माय गॉड केन्द्रित हेर्नुहोस् है यहाँ दामी आउँछ वाह फिल्डिङ ओभर टाइट छ जर्सी नम्बर 13 bowling 8 jersey number oh my god over fielding tight jersey number को थियो क्ल्याप गर्छ ऑडियन्सहरु छक्का र चौकाको ओ माय ओ बल फिल्डिङ टाइट ओ चौका निकै राम्रो चौका छ ओभर 12 बलमा 9 रनको आवश्यकता फेरि क्लाउडली जोरदार हेर दर्शक पनि उस्तै गरिरहेको छ बलिङ गर्ने के खेलाडी लेस बान्दैछ 5 नम्बर जर्सी बल हेरौँ अहिलेको ला oh my god आउटै भएन जीवनदान निकै राम्रो जीवनदान दिनु आउटै भएन ओ माय गॉड 6 oh my god क्लाउडली हेर्नुहोस् क्लाउडली निकै राम्रो छ अब वडा नम्बर 5 लाई केही रन मात्रै बाँकी छ जित्नको लागि हेर्नुहुनेछ अब तपाईले प्लिज सब्स्क्राइब अझै पनि गर्नु प्लिज सब्स्क्राइब गर्नु होला र लाइक कमेन्ट प्लिज गर्नु होला हेर्नु दर्शक दुईहरु कहाँबाट हेर्दै हुनुहुन्छ निकै पर हेर्नुस् यता भित्र पुरै बाट हेर्दै हुनुहुन्छ म आयोजक टिमले आज ओ तुषार ताजपुरियाले बर्सात दुईजनै स्ट्याक निकै बर्सातमा ताजपुरिया भाइहरु त्यसैगरी 5 नम्बरको बल जर्सी नम्बर बलर गर्दै गरेको ओ माय गॉड अब त क्याच आउट क्याच और मामा ओए
क्लाउड जेस निकै रमाइलो छ, निकै राम्रो छ। अर्को प्लेयर जितका लागि 7 बलमा 1 रन। हो माई गड, ल 1 रन छ है। अब के गर्छन्, चौका या छक्का? ओहो, चौका! जिते हुर्रे जितो। आजको यो खेल जितेको छ भने महिला भलिबलको लागि तयारी अवस्थामा रहनुपर्ने, सम्पूर्ण कामहरू गर्नुपर्ने आदरणीय सम्पूर्ण आयोजक समितिका महानुभावहरूलाई उपस्थित भइदिनु र विशेष अनुरोध गर्न चाहन्छु। मा चाहिँ हाम्रो रतनमाई 5ले आयोजना गरेको कार्यक्रमका आजका प्रमुख अतिथि रतनमाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहज्यू, आजका विशिष्ट अतिथि समाजसेवी आदरणीय दाई बलबहादुर बस्नेतज्यू, पूर्व वडाध्यक्षज्यू, यस्तै मञ्चमा आसीन अतिथिज्यूहरू र यता ग्राउन्डमा छरिएर रहनुहुने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो रतनमाई मैले अस्ति पनि भन्ने गरेँ चाहिँ 5 नम्बर वार्ड अलिक विकट परेको हुनाले यो रतनमाई 5 नम्बर वार्डलाई अलिक चिनाउनको निमित्त पनि हामीले यो विभिन्न खालको खेल आयोजनाहरू गर्दै आएको छौँ। विगतमा सबैभन्दा रतनमाईमा पहिलोचोटि महिला भलिबल प्रतियोगिता हामी रतनमाई 5 नम्बरबाटै स्थापना सुरुवात गरेको थियौँ। त्यसै गरी आज हामी रतनमाई 5 नम्बर वाडामा दोस्रो वडा स्तरीय गेम पनि हामीले सुसम्पन्न गरिसकेका छौँ। म यो कार्यक्रम अलिकति अन्तिम भएको हुनाले म धेरै बोल्न पनि चाहिनँ, किनभने सबैलाई यो जाडो र अलिक चिसो भएको कारणले गर्दा 5 नम्बरमा धेरै साथीहरू अलिकति के छ भने मैले 10वटा वार्डमा हेर्दाखेरि आज उत्कृष्ट खेलाडी 5 नम्बर दुईटै चाहिँ के अरे विजेता चाहिँ 5 नम्बरै भएको हुनाले साथीहरूले गुनासो नगर्नु होला, किनभने यो चाहिँ अलिकति खेलसँग जोडिएको कुरा हुनाले 5 नम्बरमा अलिक खेल खेल्ने कुरोमा अलिकति विगत पहिलेदेखि नै अलिकति अगाडि नै छ। मैले फेरि यसरी भन्न खोजेको होइन, अरूलाई चाहिँ सबै डोमिनेट गर्ने भाषा बोल्न खोजेको होइन। खेल जगतमा अलिकति मेहनत गरेर अलिक परिश्रम गरेर पहिलेदेखि नै हाम्रो यो विगत पुरानो कार्यकालदेखि नै खेल्दै आएको हुनाले आज पनि जित्न सफल भएको खेलाडीहरूलाई पहिलोतर्फ मेरो तर्फबाट र वडाको तर्फबाट चाहिँ शुभकामना दिन चाहन्छु। यस्तै हार्ने टिमहरूलाई पनि त्यसलाई हार नमानिदिनु होला। फेरि पनि विगतको दिनहरूमा फेरि पनि हामी चाहिँ गेम खेलेर योभन्दा अगाडिसम्म जाने माध्यम बनाउँछु भन्ने सोच राखेर खेल खेल्नुपर्छ र हाम्रो 5 नम्बर वडाले चाहिँ विगतको दिनमा चाहिँ भन्दा खेलमा निकै सुधार गरेको छ। हामी चाहन्छौँ रतनमाईमा यसरी नै मतलब सबै वडाबाट छानिएर यो जिल्ला क्षेत्र हुँदै केन्द्रसम्म जाउन् भन्ने मेरो शुभकामनाको साथसाथै म आजको पुरस्कार वितरण कार्यक्रम रहेको हुनाले म आफ्नो भनाइलाई यो गर्न चाहन्छु। बाँकी बोल्ने वक्ताहरू हुँदै हुन्छ। सबैलाई नमस्कार, धन्यवाद। आजको हाम्रो कार्यक्रमका विशिष्ट अतिथि रतनमाई नगरपालिका वडा नम्बर 5 का वडाध्यक्ष आदरणीय दाई र हामी समापन कार्यक्रममा अन्तिम अवस्थामा रहिरहेका छौँ। यस महिला भलिबल तथा पुरुष क्रिकेट प्रतियोगितालाई सफल बनाउनका लागि आदरणीय समाजसेवी बलबहादुर बस्नेतज्यूले नगद रु 7,777 रुपियाँ नगद राशि सहयोग प्रदान गर्नुभएको छ। आयोजक तर्फबाट उहाँलाई विशेष आभार व्यक्त गर्न चाहन्छौँ। र अब क्रममा
आजको यस कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी व्यक्तित्व, एक बौद्धिक व्यक्तित्व भन्नुपर्दा मेरो आफ्नै व्यक्तिगत गुरु, उहाँले पढाएको मैले पढ्न पाएको छु, सौभाग्य प्राप्त भएको थियो। आजको यो समापन सत्रमा आफ्ना औँली अगाडि राखिदिनु हुनका लागि म आदरणीय व्यक्तित्व बलबहादुर बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु। सबैलाई नमस्कार। यस खेलकुद कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि नगर प्रमुखज्यू, विशिष्ट अतिथि वडाध्यक्षज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू र सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनी र खेलप्रेमी सारा सारा नानी भाइ बहिनीहरू, मलाई अतिथिमा आमन्त्रण गरिदिनु भएकोमा हृदयतः धन्यवाद दिन चाहन्छु। निकै जाडो छ, जाडोको बावजुद पनि उपस्थिति राम्रो मैले देखेको छु र मैले फोटो सेसनमा लाग्नुभएका भाइ बहिनीहरू जो विजेता हुनुभयो, जो उपविजेता हुनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मैले एउटा खास आग्रह गर्न चाहन्छु रतनमाई नगरपालिकाका मेयर साहबलाई। मैले झन्डै हिसाब गर्दाखेरि यो 10वटा वार्डमा 50 लाख जति वार्षिक रूपमा खेलकुद शीर्षकमा खर्च हुँदो रहेछ। यो निकै ठुलो धनराशि हो। मैले एउटा अनुरोध गरेँ मेयर साहबलाई, खेलकुद सँगसँगै खेलकुद प्रशिक्षक ल्याएर, फुटबल प्रशिक्षक, क्रिकेट प्रशिक्षक ल्याएर उपस्थित गराएर उसलाई निश्चित पारिश्रमिक दिएर नियमित ट्रेनिङको व्यवस्था गर्ने हो भने हामीले अझ उत्कृष्टता हासिल गर्ने थियौँ भन्ने मलाई लाग्छ। मैले सम्झन्छु अस्ति भर्खरै हाम्रा फुटबलका नायक मेस्सी इन्डिया भ्रमणमा आएका थिए। त्यो बेला 11 करोड बराबरको घडी उपहार पाएका थिए उनले। उनीसँग निजी एउटा आफ्नै प्लेनमा उनी आएका थिए, आफ्नै निजी प्लेनमा आएका थिए। भनेपछि खेल जगत पनि यस्तो चिज रहेछ जसलाई हामीले चाहिँ प्रोत्साहन उत्साह जगायौँ भने हामी पनि त्यो ट्याकल गर्न सक्ने परिस्थिति बनाउन सक्ने रहेछौँ भन्ने मलाई लाग्छ। त्यसैले मैले एउटा अनुरोध गरेँ, आगामी दिनमा खेल प्रशिक्षक स्वयं लिएर नियमित क्रिकेट, भलिबल, फुटबल जस्ता खेलहरूको प्रशिक्षण दिउँ, मेरो अनुरोध छ मेयर साहबलाई। र अर्को मेयर साहबलाई मैले यहाँ भनिरहनु पर्दा, म सरकारी विद्यालयको शिक्षक भएको नाताले सरकारी विद्यालयमा पढ्ने तमाम विद्यार्थी भाइ बहिनीहरू गरिब हुनुहुन्छ, गरिब घरबाट आउनुहुन्छ र अहिले यो जाडोको बेलामा उहाँसँग स्वेटर छैन, जुत्ता छैन, सायद कतिसँग चप्पल पनि नभएको परिवेश मैले महसुस गरेको छु, नजिकैबाट निहालेको छु। र मेयर साहब, केही बजेट छुट्याएर यो जाडोमा बच्चाले फाइदा प्राप्त गर्ने गरी, उपलब्धिमूलक हुने गरी उनीहरूलाई कम्तीमा एउटा स्वेटरको व्यवस्था गरिदिनुहोस् मेयर साहब। यो इतिहासले तपाईँको नाम लेख्नेछ, यो गर्नु जरुरी छ। तमाम गरिबका बच्चाहरूले तपाईँलाई आशीर्वाद दिनेछन् र तपाईँ एउटा धन्यवादको पात्र हुनुहुनेछ। मैले भन्ने गरेको छु मेयर साहब, तपाईँ उत्तरार्धमा हुनुहुन्छ, उमेर पनि निकै ठुलो भइसकेको छ र अहिले तपाईँले नाम राख्ने हो। तपाईँको नाम हरेक मान्छेले त्यो दिनमा आफ्नो घरमा फोटोको रूपमा टाँसेर भगवानको दर्जा दिन सकोस् भन्ने मेरो शुभकामना छ मेयर साहबलाई। त्यसैले मैले यो दुईटा अनुरोध गरेँ। जाडो छ, मैले धेरै अरू कुरा गर्न गरिनँ, मैले यहाँनिर मात्रै दुईटा अनुरोध। गरिब विद्यार्थी विद्यालयमा जो आउँछ उनीहरूलाई कम्तीमा न्यानो कपडाको डिस्ट्रिब्युसन, त्यस पछाडि नियमित प्रशिक्षक राखेर खेलकुदका कार्यक्रमहरूलाई अगाडि बढाइदिनु भयो भने सुनमा सुगन्ध हुनेछ, हामी निकै अगाडि जानेछौँ र रत्नमाई नगरपालिकालाई नेपालकै नमुना नगरपालिकाको रूपमा खेलकुद क्षेत्रमा देखाउन सक्ने परिस्थिति बन्नेछ भन्दै मलाई आज बोलाइदिनु भएकोमा पुनः धन्यवाद दिँदै, खेल प्रेमी तमाम साथीहरूलाई धन्यवाद दिँदै र विजेता एवं उपविजेतालाई आफ्नो खेल राम्रोसँग प्रस्तुत गर्नुभएकोलाई उहाँहरूलाई पनि धन्यवाद दिँदै आगामी दिनमा पनि योभन्दा उत्कृष्ट खेल प्रस्तुत गर्नुहोस्, धन्यवाद भन्दै म आफ्ना 2 शब्द यहाँ अन्त्य गर्दछु। नमस्कार। श्री बलबहादुर सरजी गइसक्नुभएको छ आफ्नो आशीर्वाद दिएर। धन्यवाद। आजका हाम्रा कार्यक्रमका विशिष्ट अतिथि ज्यू र हामी यस कार्यक्रमको अन्तिम अवस्थामा उपस्थित भइसकेका छौँ। क्रिकेट विधामा रत्नमाई नगरपालिका वडा नम्बर 1 लाई वडा नम्बर 5 ले पराजित गर्दै फाइनलको ट्रफी र त्यसै गरी भलिबल विधामा महिला भलिबलमा वडा नम्बर 9 लाई वडा नम्बर 5 ले पराजित गर्दै दुवै टिमका
खेलहरूमा आफ्नो वडा प्रबल भए विजय भइसकेको जानकारी गराउन चाहन्छौँ र पुरस्कार वितरण कार्यक्रमलाई हामी अगाडि बढाउन गइरहेका छौँ र कृपया आफ्ना भनाइहरू राखिदिनु हुन विशेष अनुरोध गर्न चाहन्छु। रतमाई नगरपालिकाबाट नगर प्रमुख आइसक्नु भएको छ। उहाँको आशीर्वचन सुन्नुहोला। आजको यो समापन कार्यक्रमका अध्यक्ष महोदय, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरू एवं खेलाडी साथीहरू, खेल जगतमा महत्त्वपूर्ण हुँदै हो। तपाईँ हामी कसैले खेललाई नकार्न मिल्दैन र हरेक दृष्टिकोणले खेल चाहिँ मानव जीवनको लागि उपयोगी हुँदै हो। भर्खरै तपाईँहरूले सुन्नुभयो 11 करोड जित्नुभयो भन्ने कुरा चाहिँ, र यो खेलकुद पहिली चिज राष्ट्रको लागि, स्वास्थ्यको लागि यो नारा थियो। अब चाहिँ व्यवसायको लागि पनि यो नारा बन्दैछ। पुरस्कार करोडौँमा गएको छ। यसले गर्दा खेल हरेक दृष्टिकोणले मानवको लागि उपयोगी हो र भर्खरै यो पिकअप लिएको छ। अस्तिदेखि रतुवामाई नगरपालिकामा खेलकुद चाहिँ पिकअप लिएको छ। हाम्रो बलबहादुर सरले पनि भन्नुभयो व्यवस्था हुँदैछ भन्नुभयो। प्रशिक्षकको कुरा मैले यो प्रस्ताव ल्याइसकेको छु। जाडोले गर्दा प्रशिक्षकको व्यवस्था अहिले भएको छैन, तर जाडो सकिन बित्तिकै प्रशिक्षकको पनि व्यवस्था हुन्छ र मैले नगर स्तरीय खेलकुद समितिलाई चाहिँ यो जानकारी गराइसकेको छु र उनीहरूले निकट भविष्यमा भन्नाले यही महिनाभित्र प्रशिक्षकको पनि व्यवस्था गर्छ भन्ने मलाई चाहिँ म चाहिँ विश्वस्त छु। र यहाँ भन्नुहुन्छ भने पहिला महिला खेलाडीहरू रतुवामाईमा उत्पादित भएकै थिएन। हामी लगभग 2 वर्ष हुँदैछ। यो 2 वर्षमा चाहिँ महिला खेलाडीहरूको पनि हामीले चाहिँ व्यवस्था मिलाएकै छौँ र 5 नम्बरलाई चाहिँ म खास गरिकन खेलाडीहरूलाई चाहिँ धन्यवाद पनि दिन चाहन्छु र 5 नम्बरमा भएका सम्पूर्ण जनप्रतिनिधिहरू, खेलाडी साथीहरू एवं समितिमा आबद्ध साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। यही 5 नम्बरले महिला खेलाडीहरू जिल्लामा गएर प्रथम पोजिसनमा उत्कृष्ट हुन सफल भएपछि हामीले ती महिला खेलाडीहरूलाई नगरपालिकाद्वारा पुरस्कृत पनि गरेका छौँ, प्राइज पनि दिएका छौँ। प्रत्येक खेलाडीलाई हामीले खेलमा पनि कुनै कसर राखेको छैन र म चाहिँ आग्रह गर्न चाहन्छु खेलमा आबद्ध हुने अथवा रतुवामाई नगरभरिमा नगर स्तरीय
युवा तथा खेलकुद समिति छ र प्रत्येक वडामा युवा तथा खेलकुद समिति गठन भएको छ र सबैलाई चाहिँ आग्रह र जानकारी गराउन चाहन्छु तपाईहरु के उद्देश्यले समितिभित्र पर्नु भएको छ र समितिमा तपाईहरु किन आउनु भएको छ भन्ने कुरा सोचेर मनन गरेर तपाईहरुको दायित्व र कर्तव्य के हो तपाईहरुले गर्नुपर्ने काम के हो त्यो समितिहरुलाई चाहिँ आग्रह गर्न चाहन्छु समितिमा बसेका साथीहरुलाई आग्रह गर्न चाहन्छु तपाईहरु यो खेल मैदानमा हामीले कुनै कसर राखेका छैन हामीले 40 लाख रुपैयाँ हामी नगर स्तरीय बजेट पनि राखेका छ खेलकुदमा र त्यसपछि प्रत्येक वडामा 2.5 लाख रुपैयाँ वडा स्तरीय समितिले पनि वडाकार समितिले पनि तपाईको खेलकुदमा त्यो बजेट छुट्याएको होला सम्पूर्ण बजेट हामी चाहिँ खेलकुदमै खर्च गर्ने सबैलाई चाहिँ आग्रह गर्दै र ती जति हाम्रो के अरे बजेट यसमा खेलकुदमा छ त्यसको उपलब्धि के त यहाँ 1 देखि 10 सम्म खेलाडीहरू राम्रै छन् कुनै कसर छैन कुनै वार्डमा चाहिँ भलिबलमा अगाडि छ र कुनै वार्डमा चाहिँ फुटबलमा अगाडि छ र कुनै वार्डमा मैले देखे अनुसार क्रिकेटमा अगाडि छन् र कुनै वार्डमा हाम्रो म्याराथनमा अगाडि छन् यसरी विभिन्न खेलकुदहरू छन् र प्रत्येक वडामा खेलाडीहरू छन् र खेलाडीहरूलाई सजेसन दिने काम हाम्रा समितिहरूले गरून् नगर समिति छ वार्ड समिति छ र वार्ड समितिमा बस्ने साथीहरूलाई नगर स्तरीय समितिमा बस्ने सदस्यहरूलाई चाहिँ म आग्रह गर्छु यसरी कुनै पनि वार्डमा वार्ड स्तरीय खेलकुद प्रतियोगिता हुन्छ भने सबै चाहिँ सदस्यहरू उपस्थित हुन आवश्यक छ साथीहरू यो ध्यान दिनु होला नभए कोही घरैबाट म जान्न भन्ने कुरा जति गर्छ भने खेलकुद पछाडि पर्छ त्यसैले खेलकुदलाई चाहिँ हामीले जसरी अन्य कार्यमा हामीले जसरी प्रोत्साहन गरेका छौं जसरी अन्य कार्यलाई अग्रगतिमा ल्याउन चाहदैछौं खोज्दैछौं त्यसरी नै यो खेलकुद समितिले खेलकुदलाई चाहिँ अगाडि बढाउन् मेरो चाहिँ नगरपालिकाको नगरपालिका तपाईहरु सबैलाई चाहिँ सहयोग गर्ने छ अझै जति बजेट पुग्दैन भने त्यो बजेटको पनि व्यवस्था हुन्छ भन्ने चाहिँ म जानकारी गराउन चाहन्छु र जसरी हाम्रो स्वास्थ्यमा अब एक प्रकारले अग्रगति लिएको छ शिक्षा जसरी अग्रगति लिएको छ त्यसरी नै यो रत्नमाईमा खेलकुद पनि अग्रगति लियोस् भन्ने चाहिँ मेरो चाहना छ यो कसरी पुरा हुन्छ यो खेलकुद खेलाडी साथीहरू र खेलकुदमा बस्ने प्रतिनिधि सदस्य साथीहरू के गरी अगाडि बढाउने त्यसमा सबैले चाहिँ लाग्नुपर्छ सबैको चाहना र इच्छा हुनुपर्छ र खेलकुद प्रगति र उन्नतिको बाटोमा जाओस् सबैले चाहिँ खेलकुदमा ध्यान दिएपछि हामी चाहिँ रत्नमाई नगरपालिकामा खेलकुद चाहिँ पछाडि हुँदैन भन्ने चाहिँ मेरो सोचाइ छ त्यो अनुसार हाम्रा खेलाडीहरू पनि लागि परेको छ हाम्रा जनप्रतिनिधिहरू पनि खेल प्रति विश्वस्त छन् उनीहरू पनि के अरे सहयोग गरेकै छ कोही वडामा सहयोग गर्दैछ कोही नगरपालिकामा सहयोग खेलकुद प्रति गर्दैछ यिनै कुराहरू म राख्न चाहन्छु आज जुन खेलाडी साथीहरू 5 नम्बर उत्कृष्ट नम्बर ल्याउन सफल भयो र सेकेन्ड नम्बर ल्याउन चाहिँ हाम्रो 9 नम्बर ल्याउन सफल भयो र यसमा भलिबलमा के छ भने यो प्र्याक्टिस हो भलिबल प्र्याक्टिस हो क्रिकेट प्र्याक्टिस हो
र फुटबल चाहिँ तो गति हो। फुटबलमा जुन खेलाडीले रन गर्न सक्दैन, शरीर उनको चाहिँ काम गर्दैन भने फुटबलमा चाहिँ जित हासिल गर्न अलि असहज हुन्छ। त्यसैले यो भलिबल सधैँ खेल्ने कुरो हो। प्र्याक्टिस भएपछि बल्ल भलिबल चाहिँ जितिन्छ र क्रिकेटमा पनि प्र्याक्टिस भएपछि बल्ल क्रिकेट जित्न सकिन्छ र फुटबल जित्नको लागि यो जिउलाई चाहिँ स्फूर्त बनाउनु पर्छ, आफू चाहिँ बलियो हुनुपर्छ, बल्ल चाहिँ जितिन्छ, नभए जितिँदैन। त्यसैले खेलाडी साथीहरू हरेक कुरोमा चाहिँ प्र्याक्टिस चाहिन्छ। प्र्याक्टिस छ भने खेलको जित चाहिँ पक्षमा आउँछ, नभए हुँदैन। र अन्य कुराहरू म चाहिँ के भन्न चाहन्छु भने खेलको लागि हामीले हाम्रो बजेट चाहिँ कम छैन, पर्याप्त बजेट छ। यो बजेटलाई यदि खर्ची गर्न सक्छ भने खेलाडी साथीहरू के गर्दा उचित होला। मैले सबै समितिलाई चाहिँ भनिदिएको छ, वडा समितिलाई पनि भनेको छ, नगर स्तरीय समितिलाई पनि भनेको छ, कोचको व्यवस्था गर्नु, प्रशिक्षकको व्यवस्था गर्नु, तपाईहरू सधैँ खेल्नु। मैदान हामीसँग पर्याप्त छ। जुन वडामा मैदान छैन भने त्यहाँ लिजमा लिएको छ, यो मैदान लिजमा लिएको छ। यहाँको खेलाडी साथीहरू, यहाँको के अरे समिति जुन छ वडा स्तरीय समिति र हाम्रो वडामा जुन वडा कार्यालय छ सबैले सहयोग गरेकै छ। खास गरिकन भन्ने हो भने चाहिँ यो 5 नम्बर वडाको समिति चाहिँ सक्रिय छ, जसले गर्दा वडा 5 मा चाहिँ यसरी एक पटकमा 2-2वटा प्रतियोगिता समापन गर्न यिनीहरू सफल हुनुभयो। त्यसको लागि चाहिँ म यो 5 नम्बर वडा युवा तथा खेलकुद समितिका साथीहरूलाई नगरपालिकाको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। अझै तपाईहरू चाहनुहुन्छ भने अझै समय छ, अझै पनि तपाईहरू अर्को खेल खेलाउन सक्नुहुन्छ। बजेटको कमी छ भने त्यो बजेटको व्यवस्था पनि नगरपालिकाले उपलब्ध गराउन तपाईहरूलाई सक्छ भन्ने कुराको जानकारी गराउँदै म चाहिँ खेलाडी साथीहरू र यहाँ उपस्थित सम्पूर्णलाई नगरपालिकाको तर्फबाट शुभकामना दिँदै तपाईहरूको मनोबल नगिरोस्, तपाईहरूको मनोबल योभन्दा अझै अगाडि बढोस्, यही प्रेरणा दिँदै म चाहिँ बिदा हुन्छु। धन्यवाद। मेयर नागेश्वर प्रसाद सिंहज्यू, हामी अब कहीँ कतै ढिलो नगरी पुरस्कार वितरण कार्यलाई अगाडि बढाउन गइरहेका छौँ र क्रिकेट विधाबाट हामी सुरु गर्न गइरहेका छौँ। आजको यस खेलमा म्यान अफ द म्याच हुन सफल वडा नम्बर 5 का तर्फबाट 3 ओभरको स्पेलमा 6 रन खर्चिँदै 4 महत्त्वपूर्ण सफलता हात पार्ने बलर ब्रिजेश घिमिरे अगाडि उपस्थित भइदिनु हुन विशेष अनुरोध गर्न चाहन्छु। बहिनीहरूलाई अगाडि उपस्थित भइदिनु हुन विशेष अनुरोध गर्न चाहे। नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ सङ्घ जिल्ला शाखा मोरङका अध्यक्ष सुशील बराइलीज्यूलाई कृपया मञ्च अगाडि आई पुरस्कार वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र आदरणीय दाइ हरिराम राईजीको तर्फबाट म्यान अफ द म्याच हुन सफल खेलाडीलाई नगद रु 2000 कृपया टेक बहादुर कटवालज्यू यस मञ्चको अगाडि उपस्थित भइदिनु। बेस्ट ब्याट्सम्यान हुन सफल रतमाई नगरपालिका वडा नम्बर 1 का मोहम्मद हबीब कृपया मञ्चमा उपस्थित भए र उहाँलाई पुरस्कार वितरण गरिदिनु हुन, ट्रफी वितरण गरिदिनु हुन आजका हाम्रा विशिष्ट अतिथि रतमाई नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष रतमाई नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्षज्यूले उहाँलाई सबैभन्दा टिका लगाइसकेर, टिका सायद लाउँछ कि लाउँदैन, लाउनुपर्छ।
पुरस्कार र बेस्ट बलरको पालो आएको छ बेस्ट बलर हुन सफल रतमाई नगरपालिका वडा नम्बर 9 4 1 5 पक्कै पनि रतमाई नगरपालिका वडा नम्बर 5 का ब्रिजेश घिमिरे आजका हाम्रा विशिष्ट अतिथि बलबहादुर बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु बलबहादुर सरज्यू विशिष्ट अतिथि रतमाई नगरपालिका वडा नम्बर 3 नहीं 7 समग्रमा 1 देखि 10 वटा वडा भित्रकै हुन् बेस्ट फिल्डर हुन सफल रतमाई नगरपालिका वडा नम्बर 5 का मोहम्मद हनीफ विधागत रूपमा हामीले ट्रफी चाहिँ राखेको छैनौँ र उहाँलाई नगद रु 1000 प्रदान गरिदिनु हुनका लागि म आदरणीय अतिथि कन्हैयालाल राजवंशीज्यूलाई हार्दिक अनुरोध गर्दछु क्लैप 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 म्यान अफ द सिरिज हुन सफल रतमाई नगरपालिका वडा नम्बर 10 9 1 2 रतमाई नगरपालिका वडा नम्बर 6 का कुलसान तामाङ र उहाँले यस खेल अवधिभर बलिङतर्फ 7 महत्त्वपूर्ण सफलता र व्यक्तिगत 94 रनको लागि म नगर युवा तथा खेलकुद समितिका सदस्य विनोद ताजपुरियाज्यूलाई हार्दिक अनुरोध गर्दछु विनोद ताजपुरिया र उहाँलाई ट्रफी प्रदान गरिदिनु हुनका लागि म रतमाई नगरपालिका वडा नम्बर 65 ज्यूलाई कृपया अगाडि उपस्थित भइदिनु हुन विशेष अनुरोध गर्न चाहन्छु र त्यसै गरी माइक छिरो ग्रहण गरिदिनु हुनका लागि म आदरणीय समाजसेवी व्यक्तित्व पृथ्वी रमण गवाडीज्यूलाई कृपया अगाडि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु कृपया मञ्च अगाडि उपस्थित भई माइक छिरो लिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु हुनका लागि मञ्च अगाडि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु र आदरणीय दाइ लक्ष्मण ओ बुने बैक बैक वडा युवा तथा खेलकुद समितिका कोषाध्यक्ष र खेल अवधिभर खेललाई निष्पक्ष ढङ्गबाट सञ्चालन गर्नका लागि उपस्थित भई सबैजनालाई कृपया मञ्च अगाडि उपस्थित भई माइक छिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु अम्पायरहरूलाई माया छिनो अनिल र उहाँलाई माइक छिनो वितरण गरिदिनु हुनका लागि आजका हाम्रा विशिष्ट अतिथि बलबहादुर बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु थर्ड एम्पायर दुईजना एकैचोटि र माइक छिनो लिदिनु हुनका लागि म उमेश दनवारज्यूलाई पनि कृपया मञ्च अगाडि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु रतमाई नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु लाउनै पर्ने भयो वडा नम्बर 5 का प्रमुख नवीन मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु र त्यसै गरी मायाको छिनो ग्रहण गरिदिनु हुनका लागि उहाँलाई पनि मञ्च अगाडि उपस्थित भई मायाको छिनो लिदिनु हुन हार्दिक अनुरोध गर्दछु
विशिष्ट अतिथि बलबहादुर बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु कृपया मञ्च अगाडि उपस्थित भइदिनु होला र उहाँलाई मायाको छिरो वितरण गरिदिनु हुनका लागि म रतमाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। समग्रमा 3 जना रहनु भएको छ। उहाँहरू 3 जनालाई हामी मायाको छिरो ग्रहण गराइरहेका छौँ। सरजी यता रतमाई नगरपालिका वडा नम्बर 5 का वडालाई पनि कृपया मायाको छिरो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र मायाको छिरो ग्रहण गरिदिनु हुनका लागि म हरिरामज्यूलाई कृपया मञ्च अगाडि उपस्थित लागि आजको हाम्रो यस कार्यक्रमका रतमाई नगरपालिका नगर युवा तथा खेलकुद समिति वडा नम्बर 5 का अध्यक्ष नवीन मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। नगर प्रमुखलाई मायाको छिनो वितरण गर्नुहुँदैछ। दासज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। माझी श्रीमत भट्टराईलाई कृपया क्रमशः लाइनबद्ध रूपमा अगाडि आइदिनु हुन म विशेष अनुरोध गर्दछु। आउनु 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 सुरु गरौँ। जाउँ ह्यान्डसेक गर्दै है। पनि उपस्थित भइदिनु हार्दिक अनुरोध गर्दछु। अलिक छर्नु त छर्नु न अलिकति छर्नु छर्नु भयो यो ट्रफी यो यहाँ ट्रफी बास आउँछ क्या कार्यलाई अगाडि बढाइरहेका छौँ। यसै गरी रतमाई नगरपालिका वडा नम्बर 5 लाई बिदाई गर्दै निकै खुसियाली हुँदै 20,000 नगद राशि लिँदै रमाइलो
यस उत्साहमङ्ग गर्दै सबै खेलाडीहरूलाई खुसी पार्दै रतमाई नगरपालिका वडा नम्बर 5 का सदस्यहरू सबैजना मिली सम्पूर्ण मित्रजन मिलेर यो खेललाई भव्य र सभ्यको रूपमा सक्नु भएको छ। र अर्को कुरा जानकारी म गराउन चाहन्छु, फेरि अर्को गेम यो भिडियो सँगसँगै त होइन, नेक्स्ट भिडियो फेरि आउनेछ। प्लिज हेर्दै गर्नुहोला, प्रतिक्रिया प्लिज दिनुहोला, कमेन्ट प्लिज लेख्नुहोला र कुन ठाउँबाट कुन देशबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट लेखिदिनुहोला र सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गर्नुहोला। अब हेर्दै गर्नुहोला, अर्को भिडियो फेरि आउनेछ चाँडै। सम्पूर्ण सदस्य हाम्रो यस मञ्चमा उपस्थित रहनुभएका अतिथि महानुभावले दिनुहुनेछ। अर्को गेम कुन रहेछ भने महिला ट्रफी, दोस्रो महिला भलिबल प्रतियोगिता। दोस्रो यसपालि चाँडै आउनेछ। उर्रे 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 यसै गरी महिला लेडिज भलिबल एकदम शानदार भिडियो आउनेछ। प्लिज हेर्नुहोला र सब्सक्राइब अझै पनि गर्नुभएको छैन प्लिज सब्सक्राइब गर्नुहोला। र म पनि बाई बाई शुभरात्रि भन्दै बाई बाई भन्न चाहन्छु।